नमस्कार। मेरो नाम सुदीप थुलुङ राई। म 5 नम्बर विशेष समाजको सभापतिको हैसियतले सम्पूर्ण सिङ्लावासीलाई विशेष अनुरोध गर्न चाहन्छु र आगामी दिनाङ्क 29 अप्रिलदेखि 3 दिने जुन चाहिँ यो गुरु संरक्षणको सङ्गठन अनि 5 नम्बर विशेष समाजको संयुक्त प्रयासमा यो पूजालाई सफल बनाउनको निम्ति हामीले कम्मर कसेका छौँ र यस कार्यक्रममा सम्पूर्ण सिङ्लावासीलाई म एउटा सामाजिक हिसाबले अनुरोध गर्न चाहन्छु। तपाईँहरू सबैजना यो जुन चाहिँ बुद्ध पूर्णिमाको अवसरमा यो पूजा अर्चना हुन्छ त्यसमा तपाईँहरू सहभागिता भएर यो कार्यक्रमलाई सफल बनाइदिनुहुन्छ भन्ने हामी पूर्ण विश्वास गर्छौँ र साथै यो पूजा किन गरिन्छ भन्ने तपाईँलाई अलिकति जानकारी दिन चाहन्छौँ र यो पूजा गर्नुको मतलब हामी एउटै मात्रै हाम्रो लक्ष्य हो, यो हाम्रो सिङ्लो कमानमा शान्ति सुख शान्ति होस्, यहाँनिर कसैलाई पिर मर्का नहोस्, राम्रोसँगले सबैको जिन्दगी राम्रोसँगले चलेर जाओस् भन्ने यस हेतुलाई हामीले पूर्ण समर्थन गरेर यो पूजा अर्चना गर्ने हामीले कार्यक्रम गरेका छौँ र अन्तमा तपाईँहरू सबै सिङ्लावासी डाँडागाउँदेखि लिएर शान्ति बस्तीसम्मको सम्पूर्ण हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई यो बुद्ध पूर्णिमाको कार्यक्रममा उपस्थित भएर यसको शोभा बढाइदिनुहुन्छ भन्ने म तपाईँहरूप्रति विनम्र निवेदन गर्दै अनि आशावादी हुँदै यो म 2 शब्द यतिमै शेयर गर्न चाहन्छु। धन्यवाद। सम्पूर्ण सिङ्लावासीलाई हामी यस वर्ष सधैँ झै यस वर्ष पनि हामीले बुद्ध पूर्णिमा है विशेष सिङ्ला जति पनि बटम टु लास्ट माथि डाँडागाउँदेखि लिएर शान्ति बस्नु जति पनि बस्नु तपाईँहरू आमा बाबा है दाजु भाइ दिदी बहिनीहरू सबैलाई तपाईँहरूलाई हामी योपालि 2570 बुद्ध धम्म जयन्तीको शुभ अवसरमा तपाईँहरूलाई हामी हार्दिक निवेदन गर्दछौँ र हामीले योपालि सधैँ झै बुद्ध पूर्णिमा हामीले गुरुको वासस्थान है श्री श्री दीक्षित दोर्जेको वासस्थान हामी मनाउँथ्यौँ र त्यहाँ अलिकति हामीलाई जग्गाको असुविधाको कारणले गर्दाखेरि त्यसपछि हामीले जग्गा सारेको छौँ र जग्गाको स्थान हो सिङ्ला 5 नम्बर क्षेत्रमा है एकदम भव्य रूपले हामी यो पूजा बुद्ध पूर्णिमा पूजा पालन गर्छौँ र हाम्रो योपालि पूजा 3 दिवसीय पूजा हुन्छ र हाम्रो सुरुवात पूजाको 29 अप्रिल हो, 29-30 अप्रिल र हाम्रो पूजाको समापन चाहिँ 1 मेमा हुन्छ है र त्यो दिन निर्णय पनि परेको छ र तपाईँहरू जति पनि त्यो 1 तारिकको 1 मेको दिन तपाईँहरू जति पनि सिङ्लावासीहरूलाई हामी एकदमै हाम्रो सिङ्ला शाखा गुरु सङ्गठनबाट एकदमै तपाईँहरूलाई हाम्रो आन्तरिक हृदय तपाईँलाई हामी निमन्त्रणा गर्छौँ र तपाईँहरू सबै आइदिनुहोस् है र हामीले यो पूजा किन गरेको भन्दा गाउँघरमा एकदम सुख शान्ति छाओस् है विश्वमा अहिले है झगडा हुँदैछ त्यस्तो नहोस् है सबैको घरमा सबैको यो सिङ्ला पनि एकदमै त्यस्तो नराम्रो जुन घटना नघटोस् है एकदम शान्तिप्रिय होस् भन्ने हेतुले हामीले पूजा गरेको र तपाईँहरूलाई एकदमै फेरि पनि है 2 हात जोडी र तपाईँहरू 29 तारिकदेखि तपाईँहरू यहाँ यो कमिटीहरू तपाईँले पूजा गरेर तपाईँ आउनु सक्नुहुन्छ र 1 मेको दिन चाहिँ हाम्रो गुरु श्री दीक्षित दोर्जेको तपाईँले वाङ वितरण पनि हुन्छ र तपाईँहरूलाई हामी धेरै तपाईँहरूलाई हामी एकदम आशा र भरोसा राख्दै है तपाईँहरू त्यस दिन तपाईँहरू 29-30 अप्रिल र 1 मेको दिन चाहिँ एकदमै बुद्ध पूर्णिमा परेको भन्दा तपाईँहरू सबै आइदिनुहुन्छ भन्ने तपाईँहरूलाई हाम्रो विशेष हामी सिङ्ला शाखा गुरु सङ्गठन साथै 5 नम्बर समाज भई हामी यो तपाईँहरूलाई धेरै तपाईँहरूलाई अपेक्षा र अनुरोध गर्दछौँ। धन्यवाद। भयो।